हे गाइस सबैले नमस्कार। आजको यो भिडियोमा म तपाईहरुलाई बताउन गइरहेको छु कि तपाई आफ्नो कर्मचारी सञ्चय कोषको पासवर्ड कसरी चेन्ज गर्न सक्नुहुन्छ अथवा ईपीएफ को पासवर्ड कसरी चेन्ज गर्न सक्नुहुन्छ। त गाइस तपाईहरुलाई थाहै होला नेपालमा जति सरकारी कर्मचारीहरु हुनुहुन्छ उहाँहरु सबैको एउटा कर्मचारी सञ्चय कोष भनेर खाता हुन्छ र त्यो खाताको एउटा एप्स पनि अहिले नेपाल सरकारले लन्च गरेको छ। नेपाल सरकारको आफ्नै छ कर्मचारी सञ्चय कोष भनेर ईपीएफ पोर्टल भनेर एउटा एप्स छ र त्यो एप्समा कर्मचारी सञ्चय कोषको तपाई आफ्नो डेट अफ बर्थ नम्बर, तपाईको नागरिकता नम्बर, तपाईको कर्मचारी सञ्चय कोषको नम्बर हाल्नुभयो भने तपाईको त्यो एप्स लगइन गर्न सक्नुहुन्छ। र के हुन्छ कि कर्मचारी सञ्चय कोषको धेरै मान्छेहरुलाई लगइन त गरे हुन्छ तर त्यो लगइन गर्दाखेरिको हालेको नम्बर र पासवर्ड याद हुँदैन र अर्को के हुन्छ कि तपाईहरुलाई 90 दिनमा चेन्ज गर्न नि भनिराख्छ। कर्मचारी सञ्चय कोषको जुन ईपीएफ पोर्टलको एप्स छ त्यसमा 90 दिन तपाई राख्न सक्नुहुन्छ। एउटा पासवर्ड हाल्नुभयो भने 90 दिनपछि तपाईले फेरि चेन्ज गर्नुपर्ने हुन्छ। त्यसले गर्दा के हुन्छ कि मान्छेहरु कर्मचारीको सञ्चय कोषको एप्स हतपत सबै मान्छेले चलाउँदैन र तपाईहरुलाई पुरानो पासवर्ड याद छैन भने तपाईलाई कुनै टेन्सन लिनु पर्दैन। तपाईले यो भिडियो हेर्नुभयो भने सजिलै तपाई आफ्नो गर्न सक्नुहुन्छ र तपाई कुनै अफिसमा नै जानु पर्दैन, कुनै बैंकमा नै जानु पर्दैन, कुनै कहीँ जानु पर्दैन। तपाई आफ्नै मोबाइलबाट गर्न सक्नुहुन्छ। जहाँ हुनुहुन्छ त्यहीबाट गर्न सक्नुहुन्छ र तपाई आफ्नै मोबाइलबाट त्यो एक्सपायर भएको पासवर्डलाई चेन्ज गर्न सक्नुहुन्छ। तपाईको नयाँ पासवर्ड हाल्न सक्नुहुन्छ। त्यसको लागि त्यो फुली हेर्दिनु भयो भने तपाई सजिलै सिक्न सक्नुहुन्छ र गर्न सक्नुहुन्छ। आउनुहोस् गाइस म आफ्नो स्क्रिन शेयर गरेर तपाईहरुलाई देखाउन गइरहेको छु। त्यो भन्दा अगाडि गाइस तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला। सब्स्क्राइब गरेर बेल आइकन दबाइदिनु भयो भने यस्तै नयाँ भिडियोहरु ल्याइराख्छु जुन तपाईहरु हेर्न सक्नुहुन्छ र सिक्न सक्नुहुन्छ। आउनुहोस् गाइस आफ्नो स्क्रिन शेयर गरेर तपाईहरुलाई देखाउन गइरहेको छु। प्लिज ध्यान दिएर हेर्दिनु होला र त्यो भन्दा अगाडि गाइस फेसबुकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला। टिकटकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला। त गाइस सबभन्दा पहिला तपाई आफ्नो स्क्रिनमा आउनु होला। त्यो स्क्रिनमा आउनुभयो भने हेर्न सक्नुहुन्छ ईपीएफ भनेर हेर्न सक्नुहुन्छ। यहाँ ईपीएफ को एप्स छ। यो तपाईको नेपाल सरकारले आफै लन्च गरेको छ। कर्मचारी सञ्चय कोषको लन्च गरेको छ। यहाँ सबै कर्मचारी जति सरकारी कर्मचारीहरु छन् नेपालका उहाँहरु सबैका यस्तो ईपीएफ एउटा एप्स दिएको छ। ईपीएफ एप्स हुन्छ र उहाँहरुले आफ्नो डिटेल यहाँ हाल्नुभयो भने उहाँहरुको सञ्चय कोषमा कति रकम जम्मा छ, कति लोन लिनु भएको छ र कति तिर्नु भएको छ र कति निकाल्न सक्नुहुन्छ त्यो सब कुराहरु यहाँ देखाउँछ। र त्यो कर्मचारी सञ्चय कोषले त्यो उहाँहरुको अहिलेसम्म कति जम्मा भएको छ त्यो सब कुरा देखाउँछ। यहाँबाट तपाई गर्न सक्नुहुन्छ। सपोज अब यसलाई अन गर्नु होला। यसलाई अन गर्नु होला। म यसलाई अन गर्छु। त यहाँबाट अन गर्नुभयो भने अब यहाँ सपोज मानिलिनु उहाँको यहाँ युजर नेम माग्छ। उहाँको युजर नेम उहाँको के हुन्छ भने जुन कर्मचारी सञ्चय कोषको जुन नम्बर हुन्छ नि त्यही नम्बर हो। तपाईको अब जस्तै सपोज मानिलिनु त्यो एउटा कार्ड दिन्छ नि कर्मचारी सञ्चय कोषको कार्ड दिन्छ। त्यो कार्डमा माथि नम्बर दिया होला त्यही नम्बर हो। र अर्को यहाँबाट तपाईको पासवर्ड माग्छ। यो पासवर्ड छ भने तपाई सजिलै लगइन गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ। तपाईको छैन भनेसी तपाई यहाँ यो फर्गेट हेर्न सक्नुहुन्छ। यो फर्गेटमा क्लिक गरेर तपाई चेन्ज गर्न सक्नुहुन्छ र तपाई नयाँ पासवर्ड हाल्न सक्नुहुन्छ। र तपाई फेरि नयाँ पासवर्ड हाल्नु भयो भने तपाईको 90 दिनपछि फेरि अर्को नयाँ पासवर्ड हाल्नु पर्ने हुन्छ। किनभने 90 दिनपछि के हुन्छ यो कर्मचारी सञ्चय कोषको एप्सले चेन्ज गरिराख्छ र त्यसलाई नयाँ गरिराख्छ। नयाँ पासवर्ड हाल्नको लागि 90 दिनपछि भन्छ। त्यसको लागि तपाईले केही गर्नु पर्दैन। यो फर्गेटमा क्लिक गर्नु होला र यहाँ फर्गेटमा क्लिक गर्नुभयो भने यस्तो इन्टरफेस आउँछ तपाईको अगाडि। फर्गेटमा क्लिक गर्नुभयो भने यहाँ युजर नेम माग्छ, युजर आइडी, यहाँ फुल नेम माग्छ, प्लसमा के गर्छ कि यहाँ डेट अफ बर्थ माग्छ। यो सबै यहाँ डेट अफ बर्थ माग्छ। यो सबै हालेर अनि तपाई यहाँ रिक्वेस्ट ओटीपी को लागि रिक्वेस्ट गर्न सक्नुहुन्छ। तपाईले यो रिक्वेस्ट ओटीपी को लागि रिक्वेस्ट गर्दाखेरि तपाईले ओटीपी एउटा जुन नम्बर यहाँ सञ्चय कोषमा दिनुभएको हुन्छ त्यही नम्बरमा तपाईको एउटा ओटीपी कोड आउँछ र त्यो ओटीपी कोड यहाँ हाल्नुभयो भने तपाईको लगइन एकैचोटी पासवर्ड क्रिएट गर्नको लागि दिन्छ। जस्तो सपोज म अहिले तपाईहरुले देखाउन गइरहेको छु। युजर आइडी हाल्छु, यहाँबाट नाम हाल्छु, म आफ्नो देखाए तपाईलाई र यहाँबाट रिक्वेस्ट गर्न सक्नुहुन्छ। यहाँबाट रिक्वेस्ट गर्नुभयो भने तपाईको यस्तो इन्टरफेस आउँछ र तपाई जुन सञ्चय कोषमा राख्नु भएको हुन्छ त्यसैमा एउटा एसएमएस आउँछ। त्यहाँ 6 नम्बरको तपाईको यहाँ 8 नम्बरको कोड आउँछ। तपाईको कति नम्बरको छ त्यो हेर्न सक्नुहुन्छ। कसैमा 6 हो, कसैमा 7, कसैमा 8 आउँछ कोड। त्यो अब तपाईकोमा कति आउँछ त्यो कोड राख्न सक्नुहुन्छ। जस्तै म आफ्नो राख्छु। म आफ्नो कोड राखेर यहाँ ओके गर्नुभयो भने हेर्न सक्नुहुन्छ। अब तपाईको यहाँ डाइरेक्ट नयाँ पासवर्ड हाल्नको लागि न्यू पासवर्ड भनेर अप्सन दिदियो। यहाँ कन्फर्म पासवर्ड पनि अप्सन दिदियो। तपाईले पुरानो पासवर्डको आवश्यकतै परेन। तपाई सिधै नयाँ पासवर्ड हाल्न सक्नुहुन्छ र लगइन गर्न सक्नुहुन्छ। र अब सपोज तपाईले यहाँ पासवर्ड हाल्दाखेरि पहिला यहाँ ध्यान दिनु होला गाइस।
यहाँ तपाईहरुले ध्यान दिनुभयो भने सबभन्दा पहिला इम्पोर्टेन्ट कुरा यही दिया हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ पासवर्ड शुड कन्टेन एट लिस्ट 1 डिजिट और 1 लेटर अप्पर एन्ड लोअर इच 1 स्पेशल क्यारेक्टर। तपाईले के भन्छ भनेपछि यहाँबाट तपाईले अब एउटा तपाईले ठुलो अक्षर राख्न सक्नुहुन्छ, एउटा हैन तपाईले दुई तीनवटा जतिवटा मन लाग्छ एबीसीडी को अल्फाबेट नम्बर राख्न सक्नुहुन्छ र त्यसपछि अनिवार्य तपाईले अल्फाबेट नम्बर राख्नुपर्ने हुन्छ र तपाईको स्मल लेटर नि राख्नुपर्ने हुन्छ। अर्को कुरा कि तपाईको स्पेशल क्यारेक्टर राख्नुपर्ने हुन्छ र नम्बर राख्नुपर्ने हुन्छ। कम्तीमा तपाईले एउटा ठुलो अक्षर राख्न सक्नुहुन्छ, एबीसीडी को ठुलो एउटा सानो एउटा र नम्बर राख्न सक्नुहुन्छ र त्यसपछि के तपाईको स्पेशल क्यारेक्टर राख्न सक्नुहुन्छ। नर्मलीमा तपाईले एक एकवटा राख्न सक्नुहुन्छ, नत्र तपाईले जतिवटा मन लाग्यो त्यतिमा एउटा राख्न सक्नुहुन्छ। अर्को कुरा कि तपाईको यहाँ पासवर्ड मिनिमम लेन्थ हेर्न सक्नुहुन्छ 8 दिया छ, यहाँ 8 दिया छ। यो तपाईको कम्तीमा 8 वटा अक्षर भएको हुनुपर्छ र 8 वटा भयो भने मात्र तपाईले यहाँ पासवर्ड लिन्छ, तपाईको एक्सेप्ट गर्छ, नत्र एक्सेप्ट गर्दैन। 8 वटा भन्दा जति ठुलो तपाई बनाउन सक्नुहुन्छ, राख्न सक्नुहुन्छ। र अर्को कुरा गाइज यहाँ हेर्न सक्नुहुन्छ, यहाँ दिएको छ पासवर्ड मस्ट बी चेन्ज ओभर इन 90 डेज भनेर दिएको छ। तपाईले 90 दिनपछि तपाईको 90 दिन भित्रमा तपाईको यो चेन्ज गरिराख्नुपर्छ, अथवा 90 दिनसम्म तपाईले गर्नुभयो भने एक्सपायर हुन्छ, यसले नयाँ पासवर्ड माग्छ। 90 दिनपछि आफै यो चेन्ज गर्नको लागि भन्छ। तपाईले कुनै दिन के हुन्छ कि तपाई 90 दिनपछि एकैचोटी खोल्नुभयो भने यो तपाईको पुरानो पासवर्ड माग्छ, पुरानो पासवर्ड हालेर खोल्नुभयो भने तपाईको यहाँ नयाँ पासवर्ड पहिला क्रिएट गर्नु भनेर यहाँ अप्सन दिन्छ र यो गर्न सक्नुहुन्छ। र अर्को कुरा गाइज यहाँ हेर्न सक्नुहुन्छ, अब यहाँ म आफ्नो नयाँ पासवर्ड हाल्छु, तपाई आफ्नो नयाँ पासवर्ड हाल्न सक्नुहुन्छ। अब यहाँ यो अपडेट पासवर्डमा क्लिक गरिदिनु होला। यहाँबाट अब तपाई यो बेल आइकन, यो आईको आइकन छ, यहाँबाट तपाई हेरेर तपाई के पासवर्ड राख्नु भएको त्यो हेर्न नि सक्नुहुन्छ र यहाँबाट स्क्रिनशट गरेर राख्न सक्नुहुन्छ। भोलि पर्सि तपाईहरुलाई काम लाग्छ। र अर्को कुरा कि गाइज म अब यो अपडेटमा थिचेर तपाईहरुलाई देखाउँछु। अपडेटमा थिच्नु होला। यहाँ अपडेटमा थिच्नु भयो भने यहाँ अब पासवर्ड लियो कि लिएन भनेर यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँबाट तपाईले अब तपाईको युजर नेम हाल्न सक्नुहुन्छ। युजर नेम पहिला हाल्नुपर्ने हुन्छ र अहिले तपाई जुन नयाँ पासवर्ड हाल्नु भएको छ जरा यहाँ साइन अप गर्नु भने हुन्छ। अहिले म तपाईहरुलाई गरेर देखाउँछु। यहाँ म आफ्नो युजर नेम हाल्छु, यहाँबाट पासवर्ड आफ्नो पासवर्ड हालेर यहाँ साइन इन गरे। साइन इन गर्नु भने यहाँ हेर्न सक्नुहुन्छ गाइज मेरो यहाँ पुरै डिटेलहरु आइसक्यो र यहाँ मेरो लगइन भइसक्यो। गाइज मेरो यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला। र फेरि एकचोटी भन्दैछु गाइज, तपाईं फेसबुकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला, टिकटकमा हेरिराख्नु भएको छ भने प्लिज फलो गरिदिनु होला। हस् गाइज, धन्यवाद, जय नेपाल।